हेलो, नमस्ते। आज मैले ल्याएको छु कोदोको ढेँडो। यो चाहिँ मैले फर्स्ट टाइम नै ढेँडो चाहिँ मैले फर्स्ट टाइम नै खानु लागेको हो होइन। सानोमा मम्मीहरूले खाएको देखेको थिएँ। अनि मलाई चाहिँ खानै नआउने क्या, अब त्यो सानोमा चपायो दाँतमा अड्किने, निलो घाँटीमा अड्के अड्के जस्तो फिल हुने क्या, त्यस्तो हुन्थ्यो। अनि अझ चाहिँ मैले आफै फर्स्ट टाइम पकाएको, फर्स्ट टाइम खानु लागेको। फर्स्ट टाइम नै भन्दा नि हुन्छ, यत्रो कति होइन, सानोमा खाएको हो नि त। यत्रो वर्षपछि आज खानु लागिरहेको छु ढेँडो। अनि कस्तो हुन्छ मलाई टेस्ट पनि अलिक मजाले थाहा छैन। ओ म खाइहाल्छु ल, कस्तो हुन्छ। अनि म त के अरे भिडियोमा देख्दा देख्दाखेरि चाहिँ खम खम लागेर चाहिँ मैले ट्राई गर्नु खोजेको हो क्या। अनि मलाई यो ढेँडोमा केसँग खान्छ भनेर मलाई थाहा भएन। त्यही भएर मैले जस्ट चिप्स अनि यहाँ आलुदम छ, देख्छ कि देख्दैन। आलुदम छ अनि अचार छ। यतिकैमा ट्राई गर्छु कस्तो हुन्छ ल। यो माम्री जस्तो पनि आयो। सानोमा मैले खाएको भनेको चाहिँ मम्मीले चाहिँ ढेँडो खाइसक्नुहुन्थ्यो। अनि ढेँडोमा कन्तीमा माम्री अड्किन्थ्यो नि त, माम्री टाँसिन्थ्यो। अनि त्यो चम्चीले कोट्याएर हामी ढेँडो चाहिँ नखाने, यो चाहिँ खाँदै गर्थ्यौँ क्या। मिठो हुन्थ्यो क्या, यो चाहिँ पापडी पापडी भन्दै खान्थ्यौँ। मलाई म खान्छु ल अब। कालो ढेँडो यस्तो त होला नि है। चपाउनु दिनु न हौ। निल्छु। मलाई ढेँडो खान आएन। दाँतभरि अड्क्यो। आयो। यस्तै होला, जे भयो नि पेटमा छिर्नु त हुने है। मिठो हुँदो रहेछ र। मिठो। म चाहिँ घिउ हालेर, के अरे मलाई पकाउनु पनि आउँदैन थियो। युट्युबमै सर्च गरेँ कसरी पकाउँछ भनेर, अनि घिउ हालेर यस्तो 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 गर्दै पकायो। मैले पनि त्यसरी पकाएँ। कस्तो तातो। फर्स्ट टाइम ढेँडो। अड्क्यो तर मिठो हुँदो रहेछ हौ। मिठै लाग्यो। मलाई अलिकति खानु चाहिँ आएन है। मलाई ढेँडो खानु आएन, प्लिज मलाई कमेन्टमा गाली चाहिँ नगर्नु होला है। फर्स्ट टाइम ट्राई गरेको। मिठो चाहिँ मिठो लाग्यो। मलाई निल्नै डर लाग्यो क्या, नचपाइकन। ढेँडो देखेन बड गर्मी छ। नेक्स्ट टाइम म अझै मजाले ट्राई गर्छु ल।
ढेँडो यसरी होला हौ खाने। तर मलाई चपम दाँतमा अड्किला जस्तो भयो, निलो भने घाँटीमा। चपाउने हो कि होइन मलाई भन्नु है। गर्मी मैले सर्च पनि गरेको थिएँ, मान्छेहरूले अरू अब हुन्छ नि खानुहुनेहरूले त कस्तो मजाले यसो गरेर गर्दै खानुभयो, मलाई त आएन हौ खानु नै। चपाएर खाने हो कि होइन, मैले चपाएर खाएँ। अझ यो के भयो, मलाई निद्न गाह्रो भयो। सेलायो हौ यो त, पर्ठ पऱ्यो त, डल्लो पऱ्यो। मलाई ढेँडो खानु आएन। खाना आएन भन्नु नि, यत्रो ढेँडो सक्नु।
फर्स्ट टाइम खाएको ढेँडो झन्डै झन्डै सक्न लाग्यो। सकि नै दिन्छु, मलाई खानेकुरा फाल्नु मन लाग्दैन। मलाई चिसो खान मन पर्दैन अनि खाना फाल्नु मन लाग्दैन, के होला है। एउटा दुईटा म त यो नानीहरूलाई हामीले लिटो खुवाउँछौँ नि, लिटो के हो घोलेर खुवाउँछौँ नि, त्यस्तै पो लाग्यो मलाई त। लास्ट लास्ट होइन, सेकेन्ड लास्ट। अब चाहिँ लास्ट के आयो, मेथी आएछ। मेथी मैले फर्स्ट टाइम नै पकाएको, फर्स्ट टाइम नै खाएको, मलाई खानु आएन भनेर चाहिँ भिडियो हेरेर गाली नगरिदिनु होला। बाई बाई। अब नेक्स्ट भिडियोमा फेरि भेट्नुपर्छ।